हेर्नुस् त यति भइसक्यो हैन अनि त्यो बोर्डरको रेड छ नि माथि छाना चाहिँ किन अनि त्यत्रो ग्याप भयो कति दिन भयो त घर बनाउनु भएको त भनेर कति जनाले भन्नु हुँदै थियो कि म त्यसको पनि टक्कसँगले हजुरलाई रिप्लाई दिइहाल्छु पहिला चाहिँ हेर्नुस् यति बनिसक्यो मेरो मेहनतको फल हेर्नुस् माथि त्यहाँ हामीले यो घर बनाउँदाखेरि ठेक्का दिएको हैन नि त अनि भ्याउँदा बाबा पनि सधैँ काममा जानुहुन्छ बाबा भ्याउनु हुँदा अनि मिस्त्री अङ्कलहरू आउनु हुँदाखेरि अनि अस्ति चाहिँ इन्डियाको मिस्त्रीहरू हुनुहुन्थ्यो उहाँहरूको के भयो भन्दाखेरि रमजान चलिरहेको थियो नि अनि उहाँहरू नखाई बस्नु सक्नु भयो मतलब कामै गर्नु सक्नु भएन एक दिनहरू गर्नुभयो त्यस पछाडि कति चल्यो त रमजान हैन अनि फेरि बिचमा अरू भ्याउनु हुने अङ्कलहरू आउनु भएर त्यस्तो भयो अनि मैले माथि चाहिँ ब्लू कलरको छाना लाउने भन्नुहुँदै थियो अनि बोर्डर रेड छ अनि माथि ब्लू त सुहाउँदैन नि त नि अनि रेडको लागि चाहिँ रेड ग्रिनहरू चाहिँ अर्डर दिनुपर्छ अरे क्या अनि मैले रेड बोर्डर भए पछाडि रेडै लगाम माथि भनेर अर्डर दिएको छ अब त्यो बनाउनु नै 10 दिनहरू लाग्छ अरे हैन अनि ग्रिन कलरको ग्रिन र रेड पनि कम्बो कस्तो दामी देख्नु मैले भने नि आजकल म सधैँ प्राय अघि दादासँग आउँदा पनि सबै घरको माथिको छ त्यो छाना हेर्दै त्यसरी आँखा जान्छ क्या रेड